सो हेलो अनि के छ त मेरो ट्रेडर्स साथीहरू, तपाईहरुलाई बाइनेन्समा एकाउन्ट कसरी खोल्ने थाहा छैन भने म तपाईहरुलाई यो भिडियोमा स्टेप बाइ स्टेप सबै सिकाउने छु। सबैभन्दा पहिला तपाईहरु आफ्नो प्ले स्टोर वा एप स्टोरमा गएर तपाईहरुलाई यहाँ सर्च आइकनमा गएर तपाईहरुले यहाँ बाइनेन्स सर्च गर्न सक्नुहुन्छ। बाइनेन्स सर्च गर्दाखेरि तपाईलाई हैन उसको अफिसियल एकाउन्ट भेट्न सक्छ। यसमा अहिले छैन किनभने मैले अमेरिकन एकाउन्ट युज गरेर अहिले देखिएको छैन। सो हेलो साथी, मैले आफ्नो अर्कै प्ले स्टोरको एकाउन्ट खोलिसकेर फेरि बाइनेन्स सर्च गर्नेछु। तपाईले हेर्न सक्नुहुन्छ मसँग पहिलेदेखि बाइनेन्स एप डाउनलोड भइसकेको थियो र अहिले अपडेट गरेर केही समय लाग्न सक्छ। म यो भिडियोलाई स्किप गर्नेछु। तपाईले हेर्न सक्नुहुन्छ मेरो मोबाइलमा बाइनेन्स एप पनि डाउनलोड भइसक्यो र मैले अहिले बाइनेन्स खोल्ने छु। तपाईहरु कुनै पनि यो भिडियो स्किप नगरिकन हेर्दिनु होला र तपाईलाई त्यसपछि आई एम न्यू टु क्रिप्टोमा थिच्नु पर्ने हुन्छ। त्यसपछि तपाई आफ्नो मोबाइल नम्बर वा कुनै गुगल एकाउन्टले पनि खोल्न सक्नुहुन्छ। किन मसँग गुगल एकाउन्ट धेरै छ र गुगल एकाउन्टले गर्दाखेरि हल्का सजिलो नै हुन्छ, त्यही भएर मैले गुगल एकाउन्टले खोल्ने छु। तपाईले यहाँ एग्री एन्ड शेयरमा नि क्लिक गर्नुपर्ने हुन्छ। केही समय लाग्न सक्छ है। त्यसपछि तपाईले यो प्राइभेसी एन्ड टर्मलाई यो कन्फर्म गर्नुपर्ने हुन्छ, एक्सेप्ट गर्नुपर्ने हुन्छ। तपाईलाई चाहिँ यो चाहिँ सबभन्दा मेन हो है। यो चाहिँ तपाईहरुको मेन हो जुन कि धेरै मेरो साथीभाइहरुले छुटाउनु हुन्छ। यसमा तपाईले गल्ती गर्नुभयो भने बोनस चाहिँ पाउँदैन है। तपाईले यहाँ हेर्न सक्छु वेलकम अब्रोड लेख्या छ है। त्यसपछि के लेख्छ, डु यु ह्याभ अ इन्भाइटर। यहाँ धेरैले केही क्लिक गर्दैन, धेरैले यहाँ नेक्स्ट क्लिक गरिराख्या हुन्छ, तर तपाईले थाहा छ यसमा नेक्स्ट नगरेर तपाईले यहाँ तपाईले नेक्स्ट नगरेर तपाईले यसमा क्लिक गर्नुपर्ने हुन्छ, जुन कि म तपाईहरुलाई स्टेप बाइ स्टेप हेराउँछु। यसमा थिचिसकेपछि तपाईहरुले यहाँ रेफरल आइडी देख्न सक्नुहुन्छ। रेफरल आइडीमा चाहिँ तपाईले ठुलोमा DHEBRI धेब्री लेखेपछि तपाईले यसमा नेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ। धेरै मान्छेले यही कुरा छुट्याइराख्या हुन्छ, त त्यसले गर्दाखेरि तपाईहरुलाई बोनस नि नआउने हुन्छ है। त्यसपछि तपाईसँग आफ्नो जे डकुमेन्ट छ, पासपोर्ट छ भने पासपोर्ट वा आफ्नो नागरिकता वा सिटिजनशिप छ भने यसमा क्लिक गर्नुपर्ने हुन्छ। मसँग पहिलेदेखि एकाउन्ट थियो, तर त्यही भएर मैले यसमा अब गर्दिन। तपाईलाई यस्तो नेक्स्ट तपाईले यस्तो आइकन खुलेर आउँछ जसमा तपाईले टेक पिक्चर वा अपलोड फोटो पनि गर्न सक्नुहुन्छ। तपाईलाई सबैभन्दा मैले इजी मेथड टेक फोटोमा मैले क्लिक गर्न भन्छु, किनभने टेक फोटो गर्दाखेरि तपाईलाई सजिलो पनि पर्छ, जुन कि स्क्यानर जस्तै खुल्ने छ। तपाईहरुले स्क्यान गरिसकेपछि सिम्पली हैन तपाईहरुको त्यो खुलेर आउँछ सबै डकुमेन्टहरु, जुन कि लेखेरै आउँछ एकैचोटी। त्यसमा तपाईले भर्नु पर्दैन, तर तपाईले छैन भने केही गरी डकुमेन्ट हार्डमा भने तपाईले अपलोड फोटो नि गर्न सक्नुहुन्छ, तर मैले यो गर्दाखेरि सजिलो हुन्छ है। अनि त्यसपछि तपाईहरुलाई फेसेस आउँछ। मसँग पहिलेदेखि एकाउन्ट थियो, त्यही भएर मैले गरिन। तपाईले सबै कुरा एलाउ गर्नुपर्ने हुन्छ। मसँग पहिलेदेखि एकाउन्ट थियो, त्यही भएर गरिन। धेरै त हैन, तपाईहरुलाई त्यही आधी घण्टादेखि 15 मिनेट लाग्न सक्छ। 24 घण्टा भन्छ, तर धेरै समय चाहिँ लिँदैन। तपाईहरुको एकाउन्ट भनेपछि 5 देखि 10 वा 15 मिनेटसम्म भेरिफाई भइसक्या हुन्छ।
र यो मेरो एकाउन्ट हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। मैले रेफरल आइडी पनि भनेको यही हो। तपाईँले मेरो रेफरलबाट गर्नुभयो भने यसमा रिवार्ड हबमा गएर तपाईँहरूले आफ्नो फ्रीको रिवार्ड नि क्लेम गर्न सक्नुहुन्छ। अरू पनि भिडियो चाहिन्छ भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। म यस्तो यस्तो बाइनेन्स वा अदर अर्निङ रिलेटेड मैले भिडियो यसमा बनाइराख्ने हो अब। हस्, धन्यवाद।